हेलो, म त अहिले काफलको बुटमा छु। यहाँ अलिअलि पाकेको छ। धेरै वर्ष पछाडि आज काफलको बुटमा चढ्ने मौका मिल्यो। जङ्गलको बिचमा एक्लै चराचुरुङ्गीसँग भलाकसारी गर्दै म काफल खाने काम गरिरहेको छु। यो खासमा यो रुखबाट 1 घण्टाको उपलब्धि यदि काफल टिपियो। गाह्रो छ, किन महँगो हुन्छ भनेको टिप्नै गाह्रो हुने रहेछ। यो जङ्गलमा पुरा कुहिरो लागेको छ जताततै। ल देख्न सक्नुहुन्छ, म घना जङ्गलमा छु। ल अहिले छ अलिअलि छेउछाउ चराचुरुङ्गीले खान पर्यो। यो हामीले टिप्न सक्ने अवस्था रहेनछ धेरै जसो। खास यो काफल भनेकै चराचुरुङ्गीको लागि फलफुल जस्तो लाग्छ, मान्छेको लागि होइन जस्तो लाग्छ। तर मान्छेले खान सिकेर अहिले जङ्गलमा पनि फलफुल रहँदैन। यो धेरै वर्ष पछाडि मैले आज बुटो चढेर टिप्न सफल भएँ। अनाथ छ, कोही छैन, एक्लै छु।